सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली। होइन प्रगति नानी, हामी सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली त हो नानी। तर यो 2-4 दिनदेखि नानी यो देशभरि यो के भएको नानी, यो त नेपाली बिचमा चाहिँ यो बडो द्वन्द्व भयो नानी। साह्रै चित्त बुझेन नानी, यो के भएको? त्यही भनेको काका, हामी त सयौँ वर्षदेखि विभिन्न धर्म मान्ने विभिन्न जात-जाति नेपालीहरू एउटै परिवार जस्तो भएर एक ढिक्का भएर मिलेरै बसेका थियौँ काका। त्यही त नानी, यो कसले बिगारो नानी, यो भएन क्या। नेपालीहरूको जुन एउटा प्रेम सद्भाव भाइचाराको सम्बन्धलाई कसले कुन स्वार्थले खेलिरहेको छ काका, त्यो त अनुसन्धानले पक्कै पनि पत्ता लगाउला काका। नानी तर जे भयो यो नहुनु एकदमै गलत कार्य भएको छ काका। त्यही त नानी, यसो नाति केटाले फेसबुक खोलेर देखायो मलाई त, बाबु यो धेरैतिर चाहिँ नेपाली बिच जुधेको, लडाइँ गरेको, तोडफोड गरेको, कता मुन्सी पनि मरे भन्छन् नानी। बडो यो द्वन्द्व सिर्जना गर्ने काम भयो नानी। त्यही भएर साह्रै चित्त बुझेन। अनि यसो तिमीसँग के रहेछ नि वास्तविक कुरो भनेर बुझ्न आएको नि नानी। हो नि काका, पहिलो कुरो त हामी नेपाली, त्यही पनि नेपाल राष्ट्र भनेको धर्मनिरपेक्ष राष्ट्र पनि हो काका। त्यही पनि हामी सयौँ वर्षदेखि एउटै परिवार जस्तो भएर विभिन्न जात जातिका धर्म पर्व चाडपर्वमा हामी सबै सहभागी भएर उत्तिकै सहकार्य गर्दै आएका छौँ काका। हो त नानी, म पनि उहिलेदेखि उमेर हुँदादेखि नै सबै जाति धर्म मान्नेहरूले उनीहरूको चाडपर्व पनि मलाई बोलाउँथे नानी। अनि म पनि बोलाउँथेँ। यति राम्रो सम्बन्ध नानी, कहिले पनि धेरै जात जाति मेरो घर पनि छिमेकी छन्। अहिलेसम्म नानी कहिले नराम्रो एक वचन पनि बोलिएन। झगडाको त कुरै छोड्यौँ नानी। तर अहिले यो के हो नानी, यो कलियुग लाग्न आँट्या हो कि के हो? बडो अचम्म भयो। होइन काका, यो कसले चाहिँ एकदम खराब नियत राखेर कुन स्वार्थले यो नेपालीहरूलाई चाहिँ यसरी भड्काउने काम गरिएको छ, यो एकदमै गलत कार्य छ काका। हजुर नानी। यसमा तपाईँ हामी सबै नेपालीहरूको त सबभन्दा पहिलो कुरो जात धर्म भन्दा ब्लड त एउटै रातो छ नि त। हो त नानी। जसलाई काटे पनि ब्लड आउने रातै हो। हो त नानी। त्यसमा पनि हामी नेपालीहरूको त छुट्टै आत्मीयता, छुट्टै माया प्रेम पनि छ काका। हो नि नानी। एउटा नेपालीलाई दुख्छ अर्को नेपालीलाई पनि दुख्छ काका। हो नानी। त्यो भएर सबैजनाले पहिलाकै जस्तो सद्भाव कायम गरेर एकअर्कामा उत्तिकै सम्मान गरेर समाजमा बस्नुपर्छ र यो घृणित कार्य जसले गरेको छ, जसले जुन स्वार्थले गरेको छ, त्यसको विरुद्ध सबैजना एकजुट भएर डटेर अगाडि बढ्नु पर्ने अवस्था आएको छ काका। हो नानी हो। अनि नि काका, हजुरलाई थाहा छ कि छैन, चोकमा पनि र विभिन्न चोकमा पनि अहिले सद्भाव र्याली भनेर सबै हामी समुदाय मिलेर निकालिएको छ। लु नानी, यो काम चाहिँ अब देशैभरि फैलाउनु पर्यो क्या नानी। जो नेपाली तिमीले भने जस्तो पहिले जसरी मिलेर बसेका थिए नानी, यो भड्काउने काम भयो। यो तुरुन्त रोकेर हरेक नेपालका हरेक चोकमा, सहरमा, गाउँमा यो सद्भाव कायम गरेर सद्भाव र्याली चाहिँ तुरुन्तै निकाल्नु पर्यो नानी। यो सन्देश चाहिँ अब नानीले देशभरि पुर्याउनु पर्यो। बरु म पनि सहयोग गर्छु नानी। हो नि काका, हरेक दिन सद्भाव र्याली कायम चलिरहेको छ काका विभिन्न ठाउँमा। हजुर नानी। हामी पहिला परम्परागतदेखि समयदेखि पुरानो चाहिँ हाम्रो एउटा पौराणिक इतिहास बोकेको नेपालीको पहिचान छ काका। हजुर नानी। हामी सबै भेला हुन्छौँ त्यहाँ, सबै जात जाति धर्म सबै भेला भएर एकमुष्ट रूपमा सद्भाव र्याली कायम हामी निकाल्दैछौँ। त्यसमा काका पनि आउनु होला है त। भइहाल्छ नानी। लु, बडो राम्रो कुरा गऱ्यौ नानी। यति भनेपछि बडो मेरो चित्त बुझ्यो। नानीलाई धेरै धेरै धन्यवाद छ। हस् काका। हुन्छ नानी।